ट्रेकिङ भन्दा हेर्दा सजिलो छ, ट्रेकिङ भने हिँड्ने त पनि झोला बोकेर भन्ने छ, तर त्यस्तो सजिलो पनि होइन के तपाईँ। गाइडिङ गर्ने हिमालमा चढ्नै सकिहालिन्छु नि, त्यो त स्वाभाविकै हो, तर कस्तो खालको इक्विपमेन्ट चाहिन्छ, कसरी जानुपर्छ, कस्तो कोअर्डिनेट चाहिन्छ अनि भन्ने कुराहरूलाई चाहिँ अलिकति प्राथमिकतामा राखेरै जानुपर्छ। इङ्ग्लिसमा फर्स्ट इम्प्रेस इज लास्ट इम्प्रेस हुन्छ। त्यसो भएको हुनाले सुरुमा नै तपाईँले सबै कुरो बताइसकेपछि उहाँहरू पनि हामीसँग के हुन्छ भने ओहो यो मान्छे चाहिँ एकदमै राम्रो रहेछ है, हामी उहाँसँग यो माथि नै हामी भर पर्छौँ भन्ने खालको आधार राखेर काम गरिसकेपछि एकदमै सजिलो हुन्छ। अलिकति पढे लेखेकोहरूको अर्कै खालको व्यवहार हुन्थ्यो, नपढेकोहरूलाई अलिकति अलग ढङ्गले हेर्ने हुन्थ्यो कि तपाईँ। यो काङ्ला पास गर्ने दिन थियो, त्योभन्दा अघिल्लो दिन हामी काङ्ला बेस भन्ने ठाउँमा बसेको, अनि रातभरि हिउँ पऱ्यो, हामी टेन्ट टाँगेर, त्यो बेला यस्तो टी हाउस भन्ने होटेलहरू केही पनि हुँदैन थियो, पुरै टेन्ट टाँगेर बसेको, रातभरि हिउँ पऱ्यो। भोलिपल्ट लगभग तपाईँको भएछ 2.5 फिट 3 फिट भएछ हिउँ। अब भनौँ न त्यहाँ त सबै आँतिने भयो क्या, थोरै फाइनेन्सियली कमाएँ भने त मैले बच्चा पढाउन पाउँछु, नत्र भने त अर्काको दासी बन्नु नै हो, त्योभन्दा त विकल्प छैन नि त। मेरो चाहिँ चाहना के थियो भने मेरो कुनै पनि बच्चालाई चाहिँ यो क्षेत्रमा इन्भल्भ गरिदिनु, किन मैले बुझेँ पारिवारिक गर्न सकिनँ होला, समुदायलाई गर्न सकिनँ होला, होइन कुनै पनि अरू समाजलाई गरेन होला, तर मेरो आफ्नो लागि चाहिँ ठिकै छ। काव्य होलिडेज प्रेजेन्ट्स गाइडको कथा, द स्टोरी अफ ब्रेभ नेपाली गाइड।